साथीहरु हेर्नु चाहिँ आज मैले घरमा बसी एउटा दुईटा फ्लावर पट किने हो घरमै ल्याएको थिएँ बेच्नु मलाई चाहिँ मन परेर किनेको तपाईहरुलाई के कस्तो लाग्यो हेर्नुस् कमेन्ट गर्नुस् हो एउटै कलर छ तर डिजाइन अलग अलग छ यसमा चाहिँ यस्तो धर्का ठाडो खालको छ यसमा चाहिँ कस्तो भन्नुस् त यो कमलको फूल जस्तो छ है यसमा देख्दैछ दुईटा किनेको छु घर पुसेर चाहिँ बाहिर बसिरहेको छ हामी सबै नसुकिकन पस्यो भने चाहिँ भित्र खुट्टाको दामै दाम हुन्छ नि त साथीहरु हैन अनि बाबा आमालाई नि यता राखिराखेको छु आमा ढल्किरहनु भएको छ शीतलमा बेबो पर्दैछ हाम्रो यहाँ कान्छी पनि एकदम मस्तको निन्द्रामा निदाइरहेको छ उ पर कान्छा पनि रहेछ अलिअलि देख्दैछ हामी चाहिँ यसरी बाहिर बसिरहेको छौं र घाम चाहिँ एकदमै झर्किरहेको छ हेर्नुस् घरि चाहिँ चडक्कै घाम लाग्छ चर्को नचर्को हो पारीतिर चाहिँ हेर्नुस् त्यहाँनेरि अन्धकार भएर आउँदैछ हिजो पनि एकछिनमा पानी परेको थियो आज पनि त्यस्तै होला जस्तो छ र मैले चाहिँ यो किनेर तपाईहरुलाई देखाइरहेको छु कस्तो लाग्यो कमेन्ट गर्नुस् ल साथीहरु कोही बेला त तपाईहरुलाई नि अल्छी लाग्छ पकाउनु मलाई नि आज पुरा अल्छी लागेर चाहिँ वाइवाई बनाइदिँदैछु दिउँसोको खाजा हो बाबा म बेबोको लागि चाहिँ वाइवाई बनाएँ होइन आमालाई यहाँ चिया बनाइदिँदैछु यहाँ मैले ठिक्कै पारिरहेको छु प्याज स्याज हालेर वाइवाईमा हालेर खाने काटेर र आमाको लागि चाहिँ रोटी बनाइसकेको छु यहाँ वाइवाईको सुप चाहिँ उम्लिँदैछ साथीहरु आज मलाई एकदमै अल्छी लाग्यो पकाउनु सर्ट एन्ड स्वीट बनाउँदैछु साथीहरु हुन्छ कोही अल्छी लाग्यो भने चाहिँ पकाउनु मन परेन नि त खाजा चाहिँ वाइवाई एकदम सुपवाला वाइवाई बनाएर खाने इच्छा भयो हामी तीनजनालाई नै आज आमाले त खानु हुँदैन आमालाई चाहिँ रोटी हामीलाई चाहिँ वाइवाई हेर्नुस् न साथीहरु हामी चाहिँ प्राणी भन्छ हैन यिनीहरुलाई कति कुराहरू बुझ्दैन भनेर चाहिँ हामीले हेलचेक्रे गर्छ हो तर मेरो कुकुरहरुमा कति ज्ञान छ हेर्नुस् न टक्कै 4 बजी छोड्दिन्छु हैन 6:30 मा चाहिँ यिनीहरु आफै घर आउँछ र गेट चाहिँ अलिकति अल्झाइदिरहेको हुन्छ कि टाइसनले विशेष गरी चाहिँ टाइसनले गेट पनि खोल्नु जान्दछ हो उले गेट खोलेर चाहिँ कान्छीलाई पनि भित्र बोलाउँछ अन्त खाना माग्छ मलाई हो हाम्रो खाना चाहिँ रेडी भएको छैन तर उनीहरुको खाना चाहिँ रेडी भइसकेको छ मैले खाना दिइसकेको छु हामीले खानुभन्दा पहिल्यै यिनीहरुलाई दिन्छु म हो बेलुका यसरी टाइसनले खाँदैछ भट्टाभट्टी यो चाहिँ चट्टु छ अलिक तर यसले आफ्नो खाइसकेर चाहिँ कान्छी पनि खानु जान्छ भनेर चाहिँ कान्छीलाई चाहिँ अलिक यसको मुनि चाहिँ अप्ठ्यारो ठाउँमा दिन्छु नि यो चाहिँ आफ्नो खाएर पनि कान्छीलाई ठग्छ नि गएर कान्छीले त्यहाँ छोड्दिन्छ यसलाई खानुको लागि उ भोक्कै बस्छ कति ज्ञानी छ हाम्रो कान्छी यसको बच्चा हैन यो र पनि यसले चाहिँ आफ्नो बच्चा जस्तै गरेर यसलाई सानैदेखि हुर्काएको कति माया गर्छ टाइसनलाई हो आफ्नो नानीलाई जस्तै गरेर माया गर्छ उले सक्यो एक बोल भात खाएर कति ज्ञान हुन्छ है साथीहरु एनिमलमा पनि हो यिनीहरुलाई चाहिँ हामीले पालेपछि चाहिँ एकदमै याद गर्नुपर्छ कुन समयमा भोक लाग्छ है आफूले नखाइकिन म चाहिँ यसरी दिन्छु उ गयो कान्छीको खानु जाँदैछ कान्छीले छोड्दिन्छ नि तर कान्छी नै आज भोक आएको रहेछ सायद बिचारा दिन माम कान्छीले भाइ ओइ जति खाइने अगाउँदैन तर यो खान्छ अब चाहिँ हाम्रो गेट बन्द भयो यता पनि बन्द भयो हैन त्यहाँको पनि गेट बन्द भयो अब चाहिँ टोयलेटहरु आइन चाहिँ यसले भित्रै यही गर्दिन्छ तर यता आँगनमा चाहिँ गर्दैन कहिल्यै गर्दैन यसले गर्यो भने चाहिँ त्यहाँनेरि गर्छ है गएर कर्नरमा गर्दिन्छ हो म उठेर बिहानै सोर्दिन्छु हाम्रै गल्ती हो हामीले यसरी बन्द गरेर राखेपछि चाहिँ यिनीहरुको टोयलेट पनि सोर्नु पर्यो नि हैन